यस्तो भयो भने चाहिँ बिग्रेको पनि नहुन्छ। कुहिएको जस्तो के एक्साइटमेन्ट खुसी भयो भने चाहिँ हामीले गर्न पर्यो नि त्यसै घुम्न जानु पैसा आउँदैन एउटा पैसा लु छैन। आज हामी ककनी जानु लागेको म मामु अनि मामुको साथी अनि मामुको साथीको छोरी होइन सीता आन्टीको छोरी मदर डटर डे आउट जस्तो डबल मदर डटर डेट अनि इनड्राइभ गरेँ मैले ठ्याक्कै 1100 समथिङ उठाएको थिएँ 1200 भनौँ न आउँदैछ इनड्राइभ मेरो आउटफिट चाहिँ अहिले म देखाउँछु। मलाई चाहिँ लोकेसनहरू केही पनि थाहा हुँदैन मैले जस्ट इनड्राइभमा ककनी स्ट्रबेरी फार्म भनेर एन्टर गरेको थिएँ अनि त्यहीँ नै पुऱ्याइदिनु भएको थियो। यो चाहिँ काठमाडौँ र नुवाकोट सेपरेट गर्ने लाइक नुवाकोटको स्टार्टिङ देखाउने पोइन्ट होला ठ्याक्कै यहाँबाट चाहिँ हामी सिधै गएर अब कता कता लग्नु भएको थियो मलाई थाहै भएन तर त्यस्तो घुमाउने बाटो पनि छैन एउटै बाटो जस्तो मात्र छ सोध्दै जानुभयो भने पनि थाहा पाउनुहुन्छ होला। ए त्यहाँ माथि माथि रहेछ त माथि जाने त अब यता छैन रे के पानी खान्छु। सुज चाहिँ एकदमै कम्फर्टेबल लगाएर जानुपर्छ किनकि माटोमा नै हिँड्ने हो नि त। बहिनी र आन्टीले चाहिँ हिल्स लगाएर आइसकेको थियो खोल्नु पर्यो अनि मैले चाहिँ यहाँ स्पोर्ट्स सुज लगाएको छु भनेर देखाउँदैछु। स्ट्रबेरीको एक्चुअल सिजन चाहिँ मङ्सिर पुष र माघमा पिक विन्टरमा हुने रहेछ। हामीहरू त वैशाखमा गर्मी सुरु भइसकेपछि गयौँ अनि स्ट्रबेरीहरू चाहिँ सानो सानो थियो ठुलो ठुलो पनि थियो तर सानो धेरै थियो कुहिएको बिग्रेकोहरू पनि थियो है टन्नै टिप्ने काम गर्दा छैन। मलाई फ्रुट चाहिँ अलिक काँचो काँचो मनपर्छ क्या अमिलो अमिलो मलाई चाहिँ जुन फ्रुट पनि अलिक काँचो हल्का हल्का अमिलो भएको मनपर्छ अनि स्ट्रबेरी पनि यस्तैवाला नै हेरिरहेको थिएँ कि म चाहिँ काँचो काँचो भयो भने चाहिँ त्यो चराहरूले पनि नखाएको अनि कुहिएको पनि नहुने नि त अनि काँचोहरू पनि टन्नै थियो म त त्यही खाएर पेट भरेर आएँ। ए चराले त यहाँ खाँदैन क्यारे नेट छ तलकै किराहरूले खाएको होला है त्यो सानसानो स्पटहरू पनि थियो क्या खाएको जस्तो। यस्तो यस्तो भयो भने चाहिँ बिग्रेको पनि नहुने क्या। खुसी भयो बच्चाहरू भैँमा छोएर हो कि के हो है
राम्रो छ होइन स्ट्रबेरी तर बिग्रेको कुहिएको जस्तो कि एक साइडमा चाहिँ चस्मा लगाएरै खिचौँ न त है त्यो रेडवाला खायो तिमीले खायो आया busy यहाँ मैले जुम गरेर खिचेकै बिर्सेछु है मेरो फेसमा पुरै जुम भएछ अनि फेरि नर्मल गरेर फेरि खिचेँ मैले तिमीलाई यति स्ट्रबेरी चाहिँ मैले आज प्राइजमा किनिदिन्छु ल तिमीलाई गिफ्ट ला आजको लागि आज मेरो भागमा यति परेको छ है छोरी मेरो भागमा यति परेको छ है चरे एउटा शाहरुख खान जस्तै छ फेरि सिजनमा चाहिँ ठुल्ठुलो हुने हो कि यत्रै हुन्छ ठुलो हुन्छ है अनि सानो सानो छ तर मिठो काँचो काँचो नि छ त फेरि पाक्दैन त्यो पाक्छ है गीत नगाउँ न प्लिज कपिराइट लाग्छ यहाँ अनि जुम गरेर भिडियो भनेपछि ऐसेलु छैन एउटा पाकेको मैले मैले त कति धेरै एउटा त्यही पनि आधा पाकेको छ त्यही पनि खान पर्यो बल्ल बल्ल फेला पारेको आइसकेको पनि भोटमा चाहिँ रहेछ अब 15 दिनपछि आएर खानुहुन्छ अमिलो रहेछ आँखा देख्दिनँ अनि यो चस्मा लाउनुपर्छ अनि फेरि कुल हुनलाई अब चस्मा लाउनुपर्छ गाह्रो छ अमेरिकामा चाहिँ घर स्कुल हो कि के हो म त यस्तो गरिराखेँ छोरी हजुर केही हुँदैन चिलाउँदा म पनि चिलाइदिन्छु हामीले लाग्यो ट्याक्सी चाहिँ कुरिरहेछ कि त्यहाँ हामी माछा खानु जान्छौँ ट्राउट ल हजुरहरूलाई चाहिएमा स्ट्रबेरी लिन आउनु होला मात्र रुसायो है किलोको ल लगनीमा है हामी भन्नु फेरि हुँदैन नि ल भएर ल राख्नु कति टोटल कति भयो 1 किलो गर्नु न अघिको 100 रुपियाँ हालेर हो यो नि मोबाइल छ अरे कि त्यही लाने हो यहाँ त वा ओके तल कस्तो राम्रो रहेछ तल जाम त त्यो रेड छातामा छिरिसक्यो छातामा जाम ल The Republic something.
नै सकेछ ए यहाँ रहेछ त दिदीकोबाट खिच म पछि हालिदिन्छु कि पिर नगरेर यहाँ रहेछ नि ह्यामक के भन्छ अरे ह्यामक होइन त्यो कस्तो राम्रो उसलाई दिनु रे ठुलो सामान छ सकेन फोटो सेसन वाउ लाउनु हुँदैन पसल खोल्नु जानुपर्छ आन्टी पछि खोल्नु पर्यो काम नि गर्नु पर्यो नि त्यसै घुम्न जानु पैसा आउँदैन That is correct. अलि त आऊ तिमी माछा चाहिँ हेर्नु खाऊ डर लाग्छ मलाई ए हामीले घरमै खानेवाला होइन घरमा खाएको अलि अलि कम खाना हुन्छ होला कम काँडा हुन्छ सक्यो हाम्रो अब घर जाने हो केही नगर्दा पनि कति थकेन यार अरूले माछा तिमी हिजो कहाँ गएको घुम्न ए हाइट चाहिँ जाने यो त ल यहीँ दिनु हुन्छ के भित्र मैले त्यही राख्ने के अरे